नमस्ते सबैजनालाई। म शैलेश देवान फेरि एउटा भिडियो लिएर तपाईँहरूको माझमा आएको छु। अनि आजको भिडियोको विषय चाहिँ के हो भन्दाखेरि आउँदो इलेक्सन 2026को एमएलए इलेक्सन। अनि यो भिडियो बनाउनुको चाहिँ के कारण हो भन्दाखेरि चाहिँ एक दुईजनाले अलिकति डिस्टर्ब गरिदियो। अब मेन्टली भनौँ न, त्यस्तो त होइन र पनि अब त्यही इलेक्सनको विषयमा अलिकति कमेन्ट्समा रिप्लाई दिए भएको। अनि त्यो मेरो लागि त्यो एक्चुअलीमा आफ्नो विचारधारा एक्सचेन्ज गरेको हो, त्यसमा केही नराम्रो छैन। र पनि उहाँको लेडै ढिप्पी हेर्दा चाहिँ यो के भन्छ भिडियो बनाउनु कर लाग्यो मलाई। अनि अहिले म कुनै पोलिटिकल पार्टीमा इन्भल्भ पनि छुइनँ, म न्युट्रल हो। म जस्तो धेरै नै जनताहरू छ हाम्रो पहाडमा जो चाहिँ न्युट्रल छ, तर धेरै कुरा नै जान्दैछ बुझ्दैछ होइन। अब हाम्रो डिस्ट्रिक्ट लेभलको पोलिटिक्स, फेरि डिस्ट्रिक्ट लेभलको पनि हुँदैन त, हाम्रो त हिल्स पोलिटिक्स मात्र भन्छ। अब डिस्ट्रिक्ट लेभलको पोलिटिक्स, हिल्सकै भनौँ, हिल्स पोलिटिक्स या के भन्छ स्टेट लेभलको, नेसनल लेभलको, इन्टरनेसनल लेभलको हेर्छ बुझ्छ जान्दैछ होइन। अब हामी जस्तो मान्छे छ नि जनताहरू धेरै, अब म पनि साह्रै पुरानो पनि होइन, साह्रो नयाँ पनि होइन, तर हामी पनि ढिप्री बत्तीमा पढेको, 5 पैसा खेलाएको, अनि दूरदर्शनतिर न्युज हेर्ने मान्छेहरू हामी। अब अहिले धेरै थरीको न्युज च्यानल छ। तपाईँहरूले पनि अलिक पुरानो मान्छेहरूले तपाईँहरूले पनि दूरदर्शनमा न्युज हेर्नुहुन्थेन। कतिको फरक छ त्यो दूरदर्शनको न्युज र अहिलेको न्युज च्यानलहरूतिर न्युज फरक त छुट्याउनु सक्नुहुन्छ होला होइन। त त्यो अब फेरि यस्तो हो नि त, जो पोलिटिकल पार्टीमा इन्भल्भ छ उहाँहरूले आफ्नो पार्टी आफ्नो क्यान्डिडेटलाई बेस्ट भन्दा पनि अलिकति सुहाउँछ क्या, ठिकै हो। उनीहरू पोलिटिकल पार्टीमा इन्भल्भ छ, त्यो पार्टीलाई त्यो पार्टीको क्यान्डिडेटलाई उहाँहरूले सपोर्ट गर्नुपर्छ। अन्त हामी जस्तो न्युट्रल या पोलिटिक्समा इन्ट्रेस्ट नराख्ने जनताहरूलाई उनीहरूले कन्भर्स गर्ने उनीहरूको कर्म धर्म हो। तर जो पोलिटिकल पार्टीमा इन्भल्भ छैन, पोलिटिकल इन्ट्रेस्टमा मात्रै उसले सपोर्ट गरेको पार्टीलाई बेस्ट भन्नु चाहिँ मिल्दैन जस्तो लाग्छ क्या। म त्यति साह्रो ग्यारेन्टी र वारेन्टी त सायद जसले सपोर्ट गर्छ नि पोलिटिकल इन्ट्रेस्टमा उहाँको पनि लाइफको ग्यारेन्टी छैन होला त्यतिको त। भोलि आज राति सुतेर भोलि उठ्छौ कि उठ्दैनौ हजुरहरूलाई त याद छैन होला आफ्नो लाइफको बारेमा। र उहाँले सपोर्ट गर्ने पार्टीलाई क्यान्डिडेटलाई चाहिँ एकदम बेस्ट ग्यारेन्टीको साथ फल्ना गरिदिन्छ ढिस्काना गरिदिन्छ भन्नु चाहिँ मिल्दैन क्या। अब त्यो क्यान्डिडेट 5 सालभित्र उहाँले बा त पार्टी छोडिदिन्छ कि, त्यसको त ग्यारेन्टी छैन। बा त जितेर अन्य पार्टीमा जाइदिन्छ कि, भएको छैन हिल्सतिरै क्या सबैमा याद गर्ने प्रायःमा हुन्छ क्यान्डिडेटहरू सेटिस्फाई नभएर पार्टी चेन्ज गरिदिन्छ। र तपाईँहरूले चाहिँ पोलिटिकल इन्ट्रेस्टमा सपोर्ट गरे भन्नेमा उसले पार्टी सपोर्ट गर्ने पार्टी र क्यान्डिडेट चाहिँ बेस्ट कसरी भन्नु मिल्छ हो। फेरि हाम्रो गोर्खे सन्तान एकदम मनको, चाहे जुनै पार्टीको होस् न, गोर्खे नै हो नि त, देशमा होस् विदेशमा होस् परदेशमा होस् जोसुकै मनको चाहिँ एकदम कमन हो। तर अब पोलिटिक्समा हुँदैन नि त। अब हाम्रो पहाडकै नेताहरूले पनि हामीलाई इमोसनल फुल बनाएर बोरामा हालेको छैन। ठिकै छ, त्यो त हाम्रो पहाडको हो, हाम्रो दाजुभाइहरू नै हो, हाम्रो काका बडाहरू नै हो। म खुसी छु हामीलाई बोरामै हाले पनि उहाँहरू ठुलो ठालो भएको छ, उयस पनि केही छैन। अब टाढोको मान्छेहरू आएर त इमोसनल फुल बनाएर बोरामा हाल्नु थालिसक्यो। हाम्रो सेन्टिमेन्टलको उयो के भन्छ सेन्टिमेन्टलसँग खेल्नु थालिसक्यो। अब पनि कति इमोसनल हुने हो, त्यो तपाईँहरूको अधिकार हो नि, त्यो तपाईँहरूको अधिकार हो भोट हाल्नु। मेरो बाबा छ, मेरो आमा पनि छ, उहाँहरू सिनियर सिटिजन 75 इयर्सको हो, उहाँले पनि देश दुनियाँ देखेको छ। यत्रो हामी
छोराछोरीलाई हुर्काएको छ, उहाँलाई बुझाइरहनु सम्झाइरहनु मिल्दैन नि। उहाँले धेरै कुरो देशको उयो जोग्राफिकल उयो चेन्ज भएको देखेको छ होइन। अन्त उहाँहरूलाई सम्झाइरहनु बुझाइरहनु भर्खर हामीले अब मैले अघि पनि भने हामी ढिब्री बत्तीमा पढेको, यहाँ ढिब्री बत्तीमा पढ्नेहरूलाई र अहिलेको लाइटमा पढेको केही त फरक होला। पहिला अहिले इन्टरटेनमेन्टको धेरै साधनहरू छ र पहिलाको लाइफ र अहिलेको लाइफमा के अन्तर छ के छ त्यो त सबैलाई उहाँहरूलाई पनि याद छ नि त। त्यो भनिरहनु बुझाइरहनु त पर्दैन नि त। गर्नुहोस् न, तपाईँले सपोर्ट गर्नुहोस्, म पनि सपोर्ट गर्छु, मलाई पनि मनपर्छ कुनै उयो क्यान्डिडेट उयो म सपोर्ट गर्छु। त सपोर्ट गर्छु भन्दाखेरि मैले यसलाई भोट हाल्दा मेरै कुरा सही मेरै कुरा सुन्नुपर्छ भन्ने छैन नि त। मैले सपोर्ट गरेँ त्यसको म ग्यारेन्टी लिन सक्दिनँ त्यो क्यान्डिडेटको। मैले कुनै पार्टी मन पराएर या उहाँलाई सपोर्ट गरेँ, कुनै पार्टी होस् या उयो होस्, निर्दलीय होस्, इन्डिपेन्डेन्स होस् होइन, उहाँलाई मन पराएर मैले सपोर्ट गरेँ, तर ग्यारेन्टी हुँदैन नि त। म कसरी दिनु उसको ग्यारेन्टी? मलाई मेरै लाइफको ग्यारेन्टी छैन होइन। अहिलेको टाइममा के म आफ्नै लाइफको भोलि आज सुतेर भोलि उठ्छु कि उठ्दैन। अब उनीहरूलाई चाहिँ त्यस्तो कुरा चाहिँ मन पर्दैन। उनीहरूको चाहिँ क्या अब पुरा ग्यारेन्टी वारेन्टी। अब दुईटा पार्टीको अलग अलग मान्छे चाहिँ झम्को भेट भयो भने काट्ला जस्तो गर्ने मान्छेहरू कोही बेला त्यस्तो कन्डिसन र सिचुएसन हुँदाखेरि सँगै मिलेर इलेक्सन लड्छ भनेपछि जनताहरू चाहिँ के साह्रो इमोसनल फुल भइबसेको हुँदैन। उयसमा पोलिटिक्समा त्यो राम्रो त्यो नराम्रो भन्ने ट्याक्कै हुँदैन। जस्ट कन्डिसन र सिचुएसन मात्रै हो। हिल्समा सत्य हो भने हिल्समा कुनै पनि पार्टी आयोस् होइन, मैले विरोध पनि गरेको होइन, सपोर्ट पनि गरेको होइन, मैले जानेको र बुझेको कुरा चाहिँ साह्रै इरी लागेर चाहिँ मैले भनेको मात्रै हो। आज कुनै पनि पार्टी होस्, हामी दार्जिलिङ डिस्ट्रिक्टको बासिन्दा, हामी स्टेट उयो त्यो पनि फ्याक्ट हो, हामी वेस्ट बेङ्गलको उयो नागरिक त्यो पनि फ्याक्ट हो, हामी भारतवासीको नागरिक हो त्यो पनि फ्याक्ट हो। र त्यस्तै नै एउटा फ्याक्ट छ, हिल्समा कुनै पनि पार्टी आएस स्टेट र सेन्ट्रलले खेलाउँछ। उनीहरू भन्दा माथि उठ्नै सक्दैन। छ नि त्यस्तो फ्याक्टहरू। अब त्यस्तो फ्याक्टहरू भन्नुभएको छैन फेरि के राजनीतिक विशेषज्ञ भनेर अहिले फेरि नाना थरीको गाली दिन्ला के दिन्ला हो। त्यो त्यस्तो कुराहरू गरिरहनु मन पर्दैन। अब छ नि जान्दै हामी पनि जान्दैछु, त्यति त भन्नु चाहेको। हामी पनि जान्दैछौँ, हामी पनि बुझ्दैछौँ, हामीले पनि हेरिरहेको छु। यी डिस्ट्रिक्टको मात्रै पोलिटिक्स हेर्दिनँ हामी, स्टेटको पनि हेर्छु हो, नेसनल लेभलको पनि हेर्छु, इन्टरनेसनलको पनि हेर्छु। कहाँ पोलिटिकली स्क्याम भइरहेको छ, कहाँ पोलिटिकली के भइरहेको छ, कुन चाहिँ फाइल्स बनिरहेको छ, के फाइल्स बनिरहेको छ, कसरी बनियो, के नबनियो हो, कुन केस कुन कोर्टमा के को केस चलिरहेको छ, कुन पार्टीले जित्यो, किन जित्यो, को हार्यो, किन हार्यो, त्यो सबै हामीलाई याद छ नि, हेर्दैछु नि। तर अब सबको आफ्नो आफ्नो विचार हो। म त्यति भन्नु चाहन्छु। अन्तमा भोट आउँदैछ, इलेक्सन आउँदैछ है। पोलिटिक्स हाम्रो जीवनको हिस्सा हो। डाइरेक्टली इन्डाइरेक्टली हामी त्यसमा इन्भल्भ हौँ नहौँ त्यो हाम्रो लाइफलाई असर पारि नै रहेको हुन्छ। उयसमा हिल्समा कुनै पार्टीले जितेर उयो पावरमा आयो भने, स्टेटमा को पावरमा आयो भने, नेसनल लेभलमा को पोलिटिकल पार्टी पावरमा आयो भने के असर पर्छ, कसो असर पर्छ त्यो हामी जान्दैछु, बुझ्दैछु। म जस्तो न्युट्रल बस्ने र पोलिटिकलमा इन्ट्रेस्ट राख्ने मान्छेहरू धेरै नै छ। अन्त हामीलाई याद छ नि त्यो त्यो हामी भनिरहनु मन पर्दैन, त्यो हामीलाई भनिरहेको पनि मन पर्दैन क्या। त्यही कारण भन्छु इलेक्सन आउँदैछ, जो पोलिटिकल पार्टीमा इन्भल्भ छ उहाँलाई एकदम ठिकै छ कि उहाँहरूले कन्भिन्स गर्नुपर्छ, उनीहरूको कर्म हो त्यो।
उनीहरूले गर्नुपर्छ, उनीहरूले बुझाउनुपर्छ, ठिकै छ होइन। तर जो पोलिटिकल पार्टीमा इन्भल्भ छैन, के पोलिटिकल उनीहरूको जीवन चलिरहेको छ उनीहरूको, त्यो अन्य कामले चलिरहेको छ, एकदम मेहनत गरेरै खाँदैछ है, एकदम राम्रो हो त्यो। तर अब उनीहरूको पोलिटिकल उयो छ के इन्ट्रेस्ट छ भन्दैमाखेरि अब उनीहरूको एकजनाको सोचले गर्दा, विचारले गर्दा अरू सबलाई अब गिल्टी फिल गराउनु कोसिस गर्छ नि। त्यो उनीहरूको विचार, उनीहरूको सोच सही हो भन्नुको लागि चाहिँ अरूलाई गिल्टी फिल गराउँछ नि, जस्तो पोलिटिकल इन्ट्रेस्ट छैन, पोलिटिकल इन्ट्रेस्ट छैन, ऊ एकदम त्यो केही छैन, जे सोसाइटीमा चलिरहेको छ त्यो अनुसार चलि नै रहेको छ। कसैलाई राम्रो भन्नु छैन, कसैलाई नराम्रो भन्नु छैन। हामी जस्तो पनि छ, जो न्युट्रल छ, पोलिटिकल इन्ट्रेस्ट राख्छ, अलिकति रुचि राख्छ होइन, त्यस्तोहरूलाई गिल्टी फिल गराउँछ नि। अब एउटा एक्जाम्पलै दिन्छु है, 1500 दियो है, 1500 दियो स्टेट गभर्मेन्टले है, त्यस्तो पैसा 10,000 अस्ति बिहारमा पनि दियो बिफोर इलेक्सन। तर आज बङ्गालमा दिँदाखेरि भन्दैछु जो पोलिटिकल पार्टीमा इन्भल्भ छ उहाँलाई केही भन्नु छैन। त्यो एउटा पोलिटिकल पार्टीमा एउटा इस्यु पाउनुपर्छ, यो झन् इलेक्सनको टाइममा इस्यु पाउनुपर्छ, एक अर्कामा डाउन पार्नु छ। अब जो डाउन हुन्छ त्यसको अलिकति त भोटमा इफेक्ट पर्छ होइन। त्यसले गर्दा कुनै पनि इस्यु पाउनु हुँदैन, त्यसले त्यो इस्युको फाइदा उठाउने कोसिस गर्छ, त्यो माने थियो। म पोलिटिकल पार्टीमा इन्भल्भ हुनुलाई केही भनेको छैन है, हो त्यो भन्नु त्यो उनीहरूको कर्म हो, केही छैन। तर जो पोलिटिकल पार्टीमा इन्भल्भ छैन, जो पोलिटिकल पार्टीमा इन्ट्रेस्ट राख्छ, उहाँले भन्नु चाहिँ अलिकति गलत लाग्छ। जस्तो 1500 विषय लिएर अरे थाप्नेले थाप्छ नि, नथाप्नेले थाप्दैन। त्यहाँ के अरे त्यो 1500लाई उयो के भन्छ इमान्दारिता अरे, त्यो 1500लाई म कुनै के आफ्नो स्वाभिमान बेच्दिनँ अरे, कुनै के त्यो चाहिँ बित्थाकै झिजो लाग्छ क्या। अलिक प्र्याक्टिकल हो न हौ, फेरि प्र्याक्टिकल चाहिँ यति पनि बुझ्छ, पैसा छैन भने आफ्नो आफन्त आफ्नै आमा बाउले पनि याद गर्दैन, आफ्नै दिदी भाइ दाजु बहिनीले पनि याद गर्दैन भन्ने कुरा पनि बुझ्छ हाम्रो गोर्खा सन्तानले होइन। तर त्यो 1500मा चाहिँ फेरि 1500 अब एउटा दियो नि त सरकारले, कुनै पनि सरकार हो, मैले त्यसको सपोर्ट पनि गरेको छैन, विरोध पनि गरेको छैन, मेरो विचारधारा राखेको हो, दियो, थाप्नेले थाप्छ, नथाप्नेले थाप्दैन, त्यो आफ्नो विचारधारा हो। मैले अघि पनि भने मेरो बाउ छ 75 इयर्सको, उहाँलाई योमा भोट हाल्नु त्यसमा भोट हाल्नु भन्नु मिल्दैन। मेरो छोरा छोरी छ, उहाँलाई यो खा त्यो नखा, मैले मन पराउने खाना उनीहरूले मन पराउँछ भन्ने जरुरी छैन। भनेपछि यो त इलेक्सन हो, भोट हो, सरकारले दिने सहुलियत हो, धेरै कुरो छ होइन। त्यसमा त आफ्नो विचारधारा राख्नु देऊ न, आफ्नो विचारधाराले चल्नु देऊ। हामीले ट्याक्स दिन्छु, अब जसले पोलिटिक्समा इन्भल्भ होस् नहोस्, इन्ट्रेस्ट होस् नहोस्, ट्याक्स त दिइरहेको छ नि त, ट्याक्स दिइरहेको छ, आफ्नो फ्यामिली कन्डिसनहरू हुन्छ होइन, त्यो अनुसार उनीहरूलाई चल्नु देऊ। अब त्यति 1500मा त अब लाई लिएर चाहिँ यस्तो कमेन्ट गर्छ, यस्तो लेख्छ, यस्तो भन्छ कि थाप्ने मान्छेलाई गिल्टी फिल गराउँछ। अब तिमीहरूले भन्छ होला, अब हाम्रो फेसबुक हामीले लेख्यो भने, अरे तिमीले लेख्यो, तिमीले भन्यो त भइ त रहेको छ, गिल्टी फिल त भइरहेकै छ, हुन्छ नि, असर त गर्छ नि, किन गर्दैन। अब फेसबुक छ, उयो छ भन्दामा पनि जे पायो त्यही लेख्नु, जे पायो त्यही भन्नु, होइन लेखा पनि तिम्रै हो, भना पनि तिम्रै मुखले भन्यो कि, तर त्यो लेख्नु अगाडि र भन्नु अगाडि चाहिँ यो सोच चाहिँ नराख्नु कि मै सही र जसले गर्दैछ, जसले थाप्दैछ त्यो गलत हो क्या। आफूलाई मिन्स आफूलाई राइट प्रुभ गर्नु, आफूलाई राम्रो प्रुभ गर्नु चाहिँ नखोज न भनेको मेरो कुरा चाहिँ। अपोजिट साइडलाई चाहिँ रङ
तिम्रो लेखाइ र तिम्रो बोलीले चाहिँ हमेसा यो मात्रै लाग्छ कि तिमी राइट हो अलवेज, त्यो चाहिँ नगर न भनेकोले। र त्यति भन्दै भिडियो अलिक लामो बन्यो होला, बेसी बोलिहाल्यो भने माफ पाऊँ। तर जे पनि भने, जोसो पनि भने, मनले भने, दिमागले भने, जे छ मेरो दिमागमा, जे छ मेरो मनमा, अनि म जे सोच्छु पोलिटिक्सको बारेमा त्यही नै भने। र मेरो विचारधारा यति नै हो। कसैलाई फोर्स चाहिँ नगर। अनि जो पोलिटिकल पार्टीमा छ उनीहरूको त ठिकै छ, आफैलाई राम्रो अरूलाई नराम्रो हुन। जो यो पोलिटिकल पार्टीमा इन्भल्भै छैन उहाँहरूले चाहिँ हमेसा आफ्नो सपोर्ट गर्ने पार्टीलाई, आफ्नो क्यान्डिडेटलाई राम्रो र उनीहरूको सोच विचार मात्रै राम्रो भन्ने सोच चाहिँ नराख्नुहोस् हो। तपाईँको सोच राख्नु त राख्नुभयो, फेरि कसैसँग कुरा गर्दाखेरि अरूलाई गिल्टी फिल नगराउनुहोस् भन्ने मात्रै हो। र धन्यवाद यति भन्दै